सदस्यहरू सुशासन प्रबन्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली 2079 को नियम 105 बमोजिम मान्य सदस्य प्रभु शाह, मान्य प्रकाश ज्वाला, मान्य प्रेम सुवाल, मान्य हितराज पाण्डे, मान्य चित्रबहादुर केसी र मान्य दुर्गा राईबाट विरोधको सूचना प्राप्त हुन आएको बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, अब उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दिनुहुने प्रस्तावक मान्य सदस्य प्रभु शाहलाई उक्त विरोध गर्नुपर्नाको कारणसहित संक्षिप्त वक्तव्य दिन अनुमति दिन्छु। समय 5 मिनेट। आफ्नो निर्धारित समय सकिनुभन्दा 1 मिनेट अगाडि सङ्केतको रूपबाट पहेँलो बत्ती बल्नेछ। त्यस पछाडि समयभित्र नसकेमा लाइन कटौती गरिने कुरा म वक्ता मान्यज्यूहरूलाई जानकारी गराउँछु। सुरु गर्नुहोस्। सम्मानीय सभामुख महोदय, अहिले सरकार बनेको माननीय केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको झन्डै 7-8 महिना भयो र अहिले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक छैन, गोप्य नै राखिएको छ। सुशासन भनेको पारदर्शिता पनि हो। साँच्चै सुशासनमा चिन्तित छ सरकार भने केही पनि देखिन्न। 7 महिना भनेको धेरै हुन्छ। सुशासनमा प्रतिबद्ध, पारदर्शितामा प्रतिबद्ध सरकार सायद 1 महिनामै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हो। अहिलेसम्मको परम्परा हेर्ने हो भने जिम्मेवार सरकारले टाइममै आफ्नो दायित्व पुरा गर्छ र अहिले यति महिना पुग्दा पनि सरकारको त्यो सम्पत्ति सार्वजनिक भएको हामी हेर्दैनौँ। भनेपछि सुशासनको एउटा मेरुदण्ड भनेको पारदर्शिता हो। सरकार कहीँ पनि पारदर्शितामा जिम्मेवार देखिन्न। यो उदाहरण मात्र मैले भनेको छु। सुशासन भनेको भ्रष्टाचारलाई नियन्त्रण पनि हो, लुटलाई नियन्त्रण पनि हो। तर आजको विधेयक हामी हेर्छौँ लुटलाई, भ्रष्टाचारलाई बढावा गरेको देखिन्छ। कतै यसलाई नियन्त्रण गर्ने कुनै चिन्ता पनि देखिन्न। सुशासन भनेको हाम्रो सेवा प्रवाहलाई प्रभावकारी बनाउने, जो शास्ति भोगिरहेका छन् नेपाली जनताले सरकारी निकायहरूमा, त्यसलाई सहजीकरण गर्ने भन्ने चिन्ता हुनुपर्थ्यो। त्यो भनेको विधिको शासनले हो। यदि विधिको शासन र जनताप्रति उत्तरदायी सोच हो भने संसदलाई छल्ने कुरा कल्पना पनि गर्न सकिन्न। संसद भनेको जनताको एउटा विश्वास, जनताको जननिर्वाचित सम्मानित संस्था। त्यो संसदलाई अपमानित गर्नु, संसदलाई नजरअन्दाज गर्नु, संसदलाई छल्न खोज्नु भनेको कुनै पनि हिसाबले यो सुशासनको सोच कतै देखिन्न। सुशासित सोचका सरकारले यो दिशामा, संसदलाई छल्ने दिशामा, जनतालाई उत्तरदायी हुने दिशामा, जनताप्रति जवाबदेही हुने दिशामा कतै पनि विचलित हुन सक्दैन, जो सरकार हामी निरन्तर हेरिरहेका छौँ। संसद बोलाउने समयमा संसद बोलाउनुको सट्टा संसदलाई छलेर अध्यादेश ल्याउनुहुन्छ र त्यो पनि सुशासन प्रवर्धन भन्नुहुन्छ। के विधिको शासन विपरीत सुशासन हुन्छ? म प्रश्न पनि गर्न चाहन्छु। र हामी खुलियाम हेरिरहेछौँ। अहिले मान्छेले असरकारी अफिसमा गयो भने टेबल फाइल घुम्छ। एउटा सानो काम जानु भने टेबल घुम्ने, निकाय घुम्ने, सहज ढङ्गले कुनै सेवा लिन सक्नुहुन्न। बिना घुस, कमिसन, भ्रष्टाचार कि काम भइरहेको छैन। खुलियाम भागबण्ड भइरहेका छन्। राजनीतिक लाभदायी पोस्टहरू बिक्री जस्तो भइरहेका छन्। भागबण्ड जस्तो, जसरी पैतृक सम्पत्तिको भागबण्ड हुन्छ त्यसरी भागबण्ड सरकारी पोस्टहरूको भइरहेको छ, सरकारी ओहदा र अथोरिटीको भइरहेको छ। यसलाई न्यूनीकरण गर्ने, यसलाई कमजोर गर्नेको सट्टा खुलियाम बढावा दिने देखिन्छ। सम्बन्धत डेन्जरस के देखिन्छ भने सभामुखज्यू, नेपालको कानुनले कुनै पनि नेपाली नागरिक आफ्नो नेपालको नागरिकता छोडेर विदेशी नागरिक भयो भने उसको श्री सम्पत्ति राज्यको हुने प्रावधान छ। सरकार साँच्चै सुशासन चाहेको भए त्यो सम्पत्ति ल्याउनेमा केन्द्रित हुन्थ्यो। कसरी राज्यको मातहतमा आउँछ यी सम्पत्तिहरू, त्यतातिर केन्द्रित हुन्थ्यो। जनतालाई भ्रमित गर्नु, जनतालाई दूषित गर्नु सुशासनको हत्या हो भनेर हामी बुझ्दछौँ।
स्पष्टता चाहिन्छ। एउटा विधेयकमा दर्जनौं ऐनहरू जोड्नु भनेको अस्पष्टता हो। स्पष्टताले मात्र सुशासन दिन्छ सभामुखज्यू। स्पष्टतालाई भङ्ग गर्ने, अन्ध्यारो बनाउने, भ्रमित गर्ने, त्यसले सुशासन कुनै हालतमा दिँदैनौँ। हामी हेर्छौँ यो अध्यादेशमा, अध्यादेश एउटा छ, एउटा विधेयकमा धेरै विधेयकहरू अन्तर्सम्बन्धित गरिदिएको छ, जो त्यसको अलग विधेयक छ त्यही गरे पनि हुन्थ्यो। गैर आवासीय सम्बन्धी ऐन छ त्यही राखे पनि हुन्छ, अन्य ऐनहरू छ शिक्षासँग सम्बन्धित ऐन छ त्यही राखे हुन्छ, कुनै त्यो ऐनको प्रावधान यहाँ ल्याइदिएको छ, त्यहाँको ऐनको प्रावधान यहाँ ल्याइदिएको छ। सबैलाई थाहा छ शिक्षा विधेयकमा छलफल चलिरहेछ, सामान्य सदनमै छ। त्यसको एउटा प्रावधान ल्याएर यहाँ घुसाइदिने सुशासनको लागि भन्ने पुष्टि गर्न सक्नुहुन्छ? कसरी सुशासन हुन्छ? अदृश्य बनाइदिने, भ्रमित बनाइदिने, कन्फ्युजन गरिदिने र सुशासन पनि भन्न नछोड्ने जुन ढाँचामा अगाडि ल्याइएको छ, त्यसले देशलाई झन अन्धकारमा, कुशासनमा र भ्रष्टाचारलाई बढावा दिने, लुटमा केन्द्रित गरेको देखिन्छ। र सबभन्दा डेन्जरस त गैर आवासीय नागरिकता, जसले यहाँ हाम्रा नेताजीहरूले पुँजी ल्याउँछ, लगानी ल्याउँछ भने भ्रमित गरे नेपाली जनतालाई। सबैलाई थाहा छ अमेरिकाबाट पुँजी ल्याउन अमेरिकन कानुनले जे भन्छ त्यही हुन्छ। अमेरिकामा गइसकेपछि त्यसको नागरिकता लिइसकेपछि तपाईँको मनमानी चल्दैन। नेपाल जस्तो ढोका झ्याल नभएको देश होइन। तिनीहरू आफ्नो नियमपूर्वक हुन्छ। त्यहाँको लगानी यो देशमा आउनलाई त्यो सरकारको कानुनले नियमन गरिरहेको हुन्छ, त्यो सरकारले नेतृत्व गरिरहेको छ। तपाईँले चाहेर हुँदैन। तर यहाँ के सिकाइयो भने लगानी आउँछ भनिराख्यौँ, लगानी कति अब सोध्ने कि नसोध्ने। यदि तपाईँ हामीले भिसाको कुरा गर्छौँ भने तपाईँले त नागरिकतै दिइसक्नु भएको छ। नागरिकता पाएको मान्छेले त पासपोर्ट पनि लिन्छ, पासपोर्ट लियो भने त भिसाको जरुरी पनि पर्दैन। तपाईँले नागरिकता दिइसकेपछि के पासपोर्ट पाउँदैन त्यो नागरिकताले? अब पासपोर्ट पाउनु भएपछि त किन भिसा चाहियो? त्यो लिनेवाला पनि छैन। लिनेवाला छैन भने त्यसको पछाडि लागेर जसरी देशको जनताको सम्पत्ति दोहन गर्ने, देशलाई पुरै कङ्गाल बनाउने, बर्बाद गर्ने र निरुत्साहित गर्ने जो सोच देखिन्छ, त्यो भनेको सुशासन होइन सभामुखज्यू, सेवा प्रवाह पनि होइन, सार्वजनिक सेवा प्रवाह। माननीय सदस्यको समय सकियो, छट्याउनुहोस्। माननीय सदस्यहरू, अब उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दिनुहुने प्रस्तावक माननीय सदस्य प्रकाश ज्वालालाई उक्त विरोध गर्नुपर्नको कारणसहित संक्षिप्त वक्तव्य दिन अनुमति दिन्छु। समय 5 मिनट। सम्माननीय सभामुखज्यू, यो सुशासन सम्बन्धी विधेयक सरकारले सदनमा पेश गरेको छ। विभिन्न अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकको रूपमा यो विधेयक आएको छ। यो सुशासन प्रवर्धन हो कि सुशासनलाई अझै कुण्ठित गर्ने, खुम्च्याउने, सीमित गर्ने यो विधेयक हो बुझ्न सकिएन। त्यसकारण यसको उद्देश्य, यसको नियत नै ठिक छैन भन्ने मेरो निष्कर्ष छ। जस्तो पहिलो नम्बरमा गैर आवासीय नेपाली सम्बन्धी ऐन 2064लाई संशोधन गर्ने कुराले एकदम गोलमटोल छ, गन्जागोल छ। संविधानले प्रष्ट भनेको छ कि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्ने गरी गैर आवासीय नेपाली नागरिकता दिइने व्यवस्था गरेको छ। तर त्यसलाई अझै भद्रगोल बनाउने गरी यो विधेयक ल्याइएको छ। वास्तवमा गैर आवासीय नेपालीको परिभाषा पनि स्पष्ट छैन। जस्तो विदेशमा बस्ने नेपाली नागरिक भनेको गैर आवासीय नेपाली हो कि प्रवासी नेपाली हो, यसैमा पनि प्रष्टता छैन। त्यस्तै गरी गैर आवासीय नेपाली नागरिकता दिने अनि भिसा पनि दिने, नागरिकता पायो भने उसले पासपोर्ट पाउँछ कि भिसा पाउँछ, यो पनि अन्यल छ। त्यसैले यो गन्जागोल गर्ने गरी जे ल्याइएको छ। अब कसैलाई नागरिकता दिने भन्छ, कसैलाई परिचय पत्र दिने भन्छ, त्यहाँदेखि यो विरोधजन्य छ। यसको म विरोध गर्ने भएको कारणले पनि यहाँ बोल्न उभिएको छु। त्यस्तै गरी सुशासन व्यवस्थापन ऐनको दफा 3 पछि दफा 3 क थपेर वास्तवमा यो नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणीको अधिकृतबाट सम्पादन भएको काम नेपाल सरकारबाट भएको मानिने गरेर सरकारले आफ्नै हात बाँध्ने काम गरेको छ। अब यो कर्मचारीहरू हाबी भयो भन्ने मलाई लाग्छ।
यो राजनीतिक नेतृत्वले गर्ने निर्णय, मन्त्री परिषदले गर्ने निर्णय, मन्त्रीले गर्ने निर्णय पनि विशिष्ट श्रेणीको कर्मचारीले गर्ने गरी तपाईँहरू दिनुहुन्छ भने यो सरकार म त अचम्म लागेको छ। कर्मचारीले फनफनी टुप्पी समातेर घुमाइरहेका छन्, तपाईँहरूलाई चाहिँ भुमरीमा हालिरहेका छन्। यति कुरामा पनि ध्यान गएन सरकारको। त्यस्तै गरी त्यही ऐनको दफा 21(3) मा संशोधन गरी जिम्मेवारी पुरा नगर्ने वा पन्छाउने सचिवलाई मन्त्रीले चेतावनी दिने व्यवस्था थियो, त्यो मुख्य सचिवलाई दिइएको छ। त्यसकारण चाहिँ यो नोकरशाही तन्त्रलाई चाहिँ हाबी बनाउने गरी विधेयक ल्याइएको छ। यसमा पनि मेरो विरोध छ। नागरिक एप बनाई प्रयोगमा ल्याउने प्रविधि मैत्री व्यवस्था ठिकै छ, तर नागरिकको डाटा सुरक्षा र गोपनीयता सम्बन्धी संवैधानिक हक प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्नु पर्दैन? त्यसैले चाहिँ यो अपूर्ण छ भन्ने मलाई लाग्छ। अर्को कुरा, कसुरजन्य सम्पत्ति तथा साधन रोकका नियन्त्रण र जफत ऐन 2070 को दफा 26 पछि 26 क थपेर कसुरजन्य सम्पत्ति वा साधन व्यवस्थापन गर्ने अदालत सरहको अधिकार विभागलाई दिएको छ। विभागलाई नै सम्पूर्ण अधिकार दिने, अदालत सरहको अधिकार दिने भन्दा पनि अलिकति नसुहाउने के, अदालत सरहको अधिकार विभागलाई। यस ढङ्गले यो विधेयक ल्याइएको छ, त्यसमा पनि मेरो विरोध छ। अब स्थानीय सरकार सञ्चालन ऐन 2074 मा संशोधन गरिएको छ र कार्यवाहक दिने व्यवस्था गरिएको छ। अब यो भ्याकुम त हुनु हुँदैन, सेवा प्रवाहमा त्यसले असर गर्छ, तर यो खाली भएको रिक्त भएको पद पूर्ति गर्ने र अनि निलम्बन भएको पद पूर्ति गर्ने प्रक्रिया एउटै हुँदैन। यसमा अझै स्पष्टता हुनुपर्ने छ भन्ने मलाई लाग्छ। अर्को एकदम गम्भीर छ, मुलुकी फौजदारी कार्यविधि संहिता 2074 लाई संशोधन गरेर सरकारले भ्रष्टाचार, कर छली र अन्य फौजदारी मुद्दामा दोषी भएका व्यक्तिहरूलाई फाइदा हुने गरी विधेयक ल्याइएको छ। वास्तवमा चाहिँ सुरु अदालतबाट दोषी ठहर भएकाहरूको हकमा ठहर भएको जरिवाना मध्ये 15% मात्र थप धरौटी राखी माथिल्लो अदालतमा पुनरावेदन गर्न सक्ने गरी कानुन संशोधन गरिएको छ। महान्यायाधिवक्तालाई चाहिँ स्वविवेक अधिकार दिइएको छ। त्यसकारण यो भ्रष्टाचारी, कर छली, राजस्व ठगी गर्नेहरूलाई चाहिँ एक किसिमले चाहिँ सुविधा दिने, फाइदा दिने गरी यो विधेयक संशोधनले ऐन संशोधन गरेर विधेयक ल्याइएको छ। यसमा मेरो आपत्ति छ। सामाजिक सुरक्षा ऐन 2075 संशोधन गरेर सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्नु पनि बेठिक छ। जनतालाई यसले चाहिँ अत्यन्त ठुलो दुःख दिएको छ, झन्झटिलो छ। यसमा पनि मेरो विरोध छ। त्यस्तै गरी निवृत्तिभरण कोष संशोधन गरेर मान्य सदस्यहरू,